माघ फागुनको चिसो हावाको सिरेटोसँगै हिउँले छपक्कै छोपेको प्यारो दार्जिलिङ। जल पहाडको रोडको माथि माथि चढेर तल हेर्ने हो भने कञ्चनजङ्घा छर्लक्कै देखिन्छ। हरेक चोटि उसले पठाउने चिठीमा ऊ खरसाङ, दार्जिलिङ, मिरे अनि कालिम्पोङको बयान सुन्दा सुन्दा अब त कता कता मनै त्यही छु जस्तो भान भइसकेको छ। कल्पनामा दार्जिलिङको हिमालय रेलवे अनि त्यो 11 माइल गाउँ, दुर्बिन डाँडाको उकाली, भोटिया बस्तीको कान्छाबाको चिया पसल अनि त्यो मिरिक दार्जिलिङ हुँदै खरसाङ जाने बाटो। अनि त्यही बाटोमा दैवर दाईको जिपमा घन्किने नेपाली लोकपाका। ओहो, संसारै छुट्टै। खरसाङ पुगिसकेपछि डाँडाको अग्लो टावर, खरसाङको चिसो धाराको पानी अनि मिठो बोली, के को बयान गरौँ। निलो जस्ता पाटाको घरै घरले भरिएको दार्जिलिङ। ओहो, आँखाले हेर्दा नि नभ्याइने दार्जिलिङ कति मिठा छ। दार्जिलिङी चिया भन्दा नि मिठो रहेछ दार्जिलिङ त। मनबाटै घुमेर फेरि मनको पाटो हुँदै फर्किनु नि कस्तो मिठो है। यता हेरे पनि उता हेरे पनि देखिने मेरो कल्पनाको मिठो एउटा अंश। आँखा चिम्लेर मैले देखेको मेरो जीवनको मिठो सपनाहरू, कल्पनाहरू, आँखाले भ्याइन्जेल देखेका ती दृश्यहरू आँखा खोलेर फेरि बाटै घुमेर फेरि मनको बाटो हुँदै फर्किनु नि कस्तो मिठो है। यता हेरे पनि उता हेरे पनि देखिने मेरो कल्पनाको मिठो एउटा अंश। आँखा चिम्लेर मैले देखेको मेरो जीवनको मिठो सपनाहरू अनि कल्पनाहरू, आँखाले भ्याइन्जेल देखेको त्यो दृश्य अनि सारा संसार आँखा खोलेर फेरि फर्केर आउँदा भेटिने ती पुरानो समयसँगै बदलिएको बाटो